त्यसपछि यहाँ आएर फेरि मलाई क्वेसन गर्नुस्। यो त आम नागरिकले न्यायालयप्रति विश्वास गरिराख्नु भएको छ। यहाँलाई चाहिँ के न्यायालयप्रति विश्वासवटा न्यायालयको बाटोमा गइसकेको छ। केस यहाँलाई चाहिँ विश्वास नलागेर चाहिँ यहाँ अडचन बसि नै रहनु भएको होइन, विश्वास मलाई लागेको छ। उसलाई कानुनको कठघरामा ल्याएपछि उसले चाहिँ सजाय पाउँछ नै भन्ने छ। तर मेरा मागहरू राख्न बाँकी छ। म भोलि किनकि म सडकमा आइसकेपछि म सडकबाटै मैले न्याय पाएर एउटा कानुनी हिसाबमा मैले सडकबाटै न्याय पाएको है भनेर भोलि कानुनमा पनि मैले एउटा देखाउन सक्छु। म त्यही भएर यहाँ सडकबाटै म न्याय पाएपछि मात्रै एउटा मलाई सरकारले नयाँ सरकार पनि छ, म व्यक्ति पनि यो ठाउँमा पहिलोचोटि आएको हो, सरकारको पनि नाम राख्छु र मेरो पनि नाम राख्छु। म सडकबाटै मैले भने जस्ता मेरा माग पुरा गर्छु र मैले न्याय पाएर जान्छु भन्ने मैले त्यही धारणा राखेर म अहिले पनि यो ठाउँमा बसेको छु। धन्यवाद। कानुन बनाउनु भएन। अब त्यस्तो सजाय दिनु पर्यो कि जिन्दगीभर जेलमा सर्ने सजाय त अब कानुन बनाउनु पर्यो नि त बलात्कारीहरुको लागि। अब उलाई फाँसी पनि चाहिदैन। उलाई के चाहनुहुन्छ तपाईँ भन्नुहोस्? त्यस्ता बलात्कारी अपराधी हत्याराको लागि तपाईँ के चाहनुहुन्छ? कस्तो कानुन बन्नु पर्यो? कानुन केही पनि बनाउनु पर्दैन। धरौटी छुन्ने पनि चाहिँदैन। 10 लाख दिएर एउटा पीडितलाई एकतिर अर्को बलात्कारीलाई एकतिर त्यो पनि चाहिँदैन। अब त्यो पीडितलाई जिन्दगीभरिको लागि जिम्मा लिनु पर्यो। उसले लिन्छ कि उसको फ्यामिलीले लिन्छ। उसलाई चाहिँ त्यो 5-10सम्म बलात्कारी जोसुकै होस्, 16 वर्षको बच्चा होस्, 80 वर्षको बुढो होस्, जोसुकै होस्, त्यो 5-10सम्म यो खुल्ला आकाशमा नदेखियोस्। त्यो भन्न चाहन्छु म। कानुन पनि त्यो बनाओस्। भोलि मेरो बलात्कारीलाई त्यो कानुनले त्यो सजाय दिएन भने चाहिँ म यही ठाउँमा मर्छु। सरकारले जिम्मा लिन्छ कि पुलिस प्रशासनले जिम्मा लिन्छ कि अदालतले जिम्मा लिन्छ, लगाओस् भन्नाले त्यो तपाईँलाई जुन यौन सम्पर्क गर्ने बलात्कार गर्ने त्यस्ता अपराधी चाहिँ यो धरतीमा चाहिँ अब नबाँचोस् नदेखोस् भन्नु चाहनुहुन्छ भने कस्तो सजाय? कि मृत्युदण्डको सजाय चाहेको तपाईँ? मृत्युदण्डको होइन कि तपाईँले जिन्दगीभर त्यो बलात्कार गर्नेलाई चाहिँ पालन पोषण गरोस् भन्नु चाहनुहुन्छ? आजीवन कारागार होस् तिनीहरूलाई। कस्तो आजीवन? आजीवन भनेको यो खुल्ला आकाशमा होइन के, जेल जीवन जिन्दगी त्यही उनीहरूको मृत्यु उमेर कैद जिन्दगीभर जेलमा सडिरहोस्, बाहिर निस्कनु नपाओस्, त्यस्तो बलात्कारीहरूको सजाय त्यस्तो होस् भन्नु चाहनुहुन्छ? अनि तपाईँलाई जति यो 3 वर्षको भित्रमा तपाईँको त जिन्दगी तबाह भयो नि त, एउटा महिलाको त जिन्दगी तबाह भएको छ। अब तपाईँ आफ्नो जिन्दगीलाई फेरि आफ्नो बाटोमा ल्याउनुको लागि अब तपाईँ के चाहनुहुन्छ? म त मेरा माग राख्छु भने जस्तो माग अथवा सरकारले अदालतले उनीहरूलाई राख्ने हो, मैले भन्ने हो, उनीहरूले राख्ने हो। भोलि भएन भनेपछि त्यति बेला म यो ठाउँमा हुने छैन। किनकि मेरो जिन्दगीको जिम्मा कसले लिन्छ? भोलि म यो ठाउँमा छु, मेरो घर फ्यामिली अहिले कन्ट्याक्टमा छैन उसैको कारणले। यत्रो मेरा कलाकार साथीहरू अहिलेसम्म मलाई के भयो भनेर सोधेका छैनन् उसैको कारणले। ल हस्त धन्यवाद। धन्यवाद। चाहिँ माइतीघरमा विभिन्न प्रत्याभूति दिने चाहिँ आधार बनाओस्। अहिले भन्ने नयाँ सरकारले चाहिँ यस्तो खालको नयाँ कदम ल्याओस् कि त्यहाँनिर कुनै किसिमको विभेद नहोस्, कुनै किसिमको कसैलाई पनि अमानवीय हरकत नहोस्। कोही समाजमा हिँड्दै गर्दाखेरि छाती फुलाएर स्वतन्त्र रूपले बाँच्नलाई एउटा आधार बनाइयोस्। त्यसको लागि चाहिँ सबैभन्दा सुरुमा पहिलो सरकारले गर्नुपर्ने पहिलो काम चाहिँ त्यही नै थियो। जातीय विभेद अन्त्य गर्नको लागि सरकारबाट चाहिँ एउटा क्षमा याचना गर्ने जुन कार्यक्रम ल्याइएको छ त्यो कार्यक्रम सराहनीय छ र त्यो कार्यक्रमलाई निरन्तरता दिँदैकन प्रत्येक वडा, प्रत्येक नगरपालिका, प्रदेश हामीले कुनै पनि ठाउँ छोड्नु हुँदैन। त्यस्ता खालका ती जातीय विभेद गर्नुहुन्छ कि हुँदैन भनेर प्रश्न पनि सोध्न जरुरी छ। म जातीय विभेद नगरिकन बस्न सक्दिनँ जसले भन्छ त्यसलाई चाहिँ त्यो बेग्लै खालको सहर निर्माण गरौँ, त्यो सहरमा लगेर उसलाई राखिदिउँ र त्यो सहरमा मात्रै उसले जातीय विभेद गर्न पायो, धर्म मान्न पायो, जे गर्न पायो उसको आफ्नो गर्न पायो। तर त्यो सहरबाट बाहिर निस्केपछि केही पनि गर्न पाएन। त्यसको लागि त्यो जाति विभेद नगरी म बस्न सक्दिनँ भन्ने
जनावर जो छ त्यसलाई चाहिँ बेग्लै खालको एउटा सहर निर्माण गर्नु पर्यो। सरकारप्रति मेरो एउटा यो अपिल छ, जो जति पनि नेपालमा बसेका जातीय विभेद गर्ने नरपिचासहरू छन्, जति पनि बलात्कार गर्ने नरपिचासीहरू छन्, जति पनि ज्यान मार्ने अहिंसा गतिविधिमा संलग्न हुने जति पनि भ्रष्टाचारीहरू छन्, तिनीहरूले आफ्नो बाटो सच्याएर माफी बेलैमा मागेनन् र सम्पूर्ण जनताको हितको लागि काम गर्नलाई सडकमा आउने अनि आफ्ना हातहरू बढाएनन् भने तिनीहरूलाई बेग्लै खालको एउटा सहर निर्माण गरिनेछ र त्यो सहरमा तिनीहरूलाई बस्नको लागि, खानको लागि, ट्रान्सपोर्टेसनको लागि, उनीहरूलाई पढ्नको लागि सबै थोक व्यवस्था गरिनेछ। तर त्यो सहरबाट चाहिँ बाहिर निस्केपछि जातीय विभेद, लैङ्गिक विभेद, बलात्कार, हत्या जस्ता यी नरपिचासी काम चाहिँ बन्द गर्नु पर्यो। मेरो सरकारमा प्रति यही माइती घर्म मण्डलामा बसेर यही अपिल छ। पत्रकार मित्रहरू, न्युज एकदम सनसनीपूर्ण बनाइदिनु होला। यो सरकारलाई एउटा खबरदारी र चेतावनी र एउटा सल्लाह, एउटा रासोपामा अहिले अब यत्रो जनलहर आइरहँदाखेरि त्यो जनलहरलाई बनाउनको लागि, त्यो जनलहरलाई एउटा पूर्ण रूप दिनको लागि हामी पनि सडकमा निरन्तर 2 वर्षदेखि रात दिन नबनिकन घरमा बुढीको मतलब नगरिकन, बाबुआमाको मतलब नगरिकन, कसैको पैसा 1 रुपियाँ नखाइकन हामी दिनरात सडकमा छौँ। र अब जबसम्म न्याय पाउँदैन नि यो 9 जना चेलीहरू लगायत विगतमा कति भएका थिए छोडिदिउँ त्यसलाई। अब बन्ने कानुनले, अब बन्ने बालबालिका, अबका महिला बालबालिकालाई चाहिँ पूर्ण रूपमा अधिकार दिनु पर्यो। उनीहरू 12 बजे 1 बजे चाहिँ पनि खुलेआम रूपले हिँड्न सक्नु पर्यो। त्यस्तो खालको कानुन निर्माण गर्नको लागि म सरकारलाई चाहिँ एउटा आग्रह गर्छु। म लगायत 5000 सिग्नेचर चाहिँ यसका साँच्चै हुनेछन्। यस्तो खालको कानुन बनोस्। त्यो कानुनले चाहिँ अब नरपिचासी कुराहरू, बलात्कारी, व्यभिचारी यस्ता खालका चाहिँ मान्छेको मनस्पटलमा आउनको लागि 10 चोटि सोचोस्। कानुनमा त्यो लेखिएको छ, नेपालको कानुनमा त्यो लेखिएको छ। कुन कानुनमा लेखिएको छ? भोलि मेरो दिन त्यहाँ नआओस्, अब यहाँभन्दा पछिको चेलीबेटीको दिन त्यहाँ नआओस्। एउटा बलात्कारीले बलात्कारी गरेर एउटा नारीको जिन्दगी तहस-नहस गरिसकेपछि त्यसको जिन्दगीको त्यो बाँच्दासम्म उसको जिन्दगी जीवनको जिम्मा लिने आँट उसको घर फ्यामिलीले लिन्छ कि उसले लिन्छ कि न्यायाधीशले लिन्छ कि कसले लिन्छ? सरकारले लिन्छ। के लिनुपर्छ? म मात्रै होइन, म जस्ता हजारौँ चेली छन्। मैले न्याय पाएर जान्छु भन्ने मैले त्यही धारणा राखेर म अहिले पनि यो ठाउँमा बसेको छु। धन्यवाद। फोन गरे म भुइँ भन्नु खतम बिस्टो